हेलो हेलो नमस्कार। यो आजको बाग्राकोटको श्रमदान देखेर चाहिँ मलाई एकदमै खुसी लागेको छ, किनभने यो हिजोको पानीले गर्दाखेरि यो पुल भत्किने अवस्थासम्म पुगेको थियो, जुन चाहिँ मेरो हक साम्पाङले इमिडिएटली सबैलाई चाहिँ श्रमदानको लागि आह्वान गरी सम्पूर्णलाई यो श्रमदानमा जुटी आज चाहिँ पुरा यसको तार लगाउनु छ। यो श्रमदान चाहिँ मलाई एकदमै खुसी लाग्यो। इमिडिएटली एक्सनमा उत्रेर जनताहरूसँग चाहिँ एउटा नगर प्रमुख यसरी चाहिँ जनप्रतिनिधि अगाडि सरेर समस्याको समाधान गर्नु भनेको एकदमै राम्रो पक्ष हो। कुनै यो पार्टी त्यो पार्टी, मेरो पार्टी त्यो फलाना पार्टी, आफ्नो पार्टी मात्र राम्रो अर्कोको पार्टी नराम्रो भन्ने भन्दा पनि राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ, मेरो चाहिँ धारणा छ। र आजको यो काम चाहिँ मलाई एकदम सम्मानजनक लागेको र भिडियो बनाउनु र पोस्ट गर्नु मन लाग्यो है। मलाई पनि जान त मन थियो, तर आफ्नो कार्य व्यस्तता कता के व्यवहार हुन्छ, कता हुन्छ, आफ्नो समस्या हुन्छ, त्यो भएकोले गर्दा म गर्न सकिएन। तर यहाँको मान्छे हेर्दाखेरि धेरै जमात एकदमै धेरै सक्रिय देखे, जस खुसी लाग्यो। धरानी जनताहरू जस मेयर साहबले भन्ने बित्तिकै चाहिँ तुरुन्तै सम्पूर्ण जनताहरू उर्लेर आएर यसरी चाहिँ हेर्नु जेसीबीले पनि खनिरहेछ हैन, माथि पनि खनिरहेछ, हातमा हात सबै मिलाएर यो ठेक्का सेक्का यो मानिलिउँ यो कुनै त्यस्तो यदि हर्क साम्पाङ ठाउँमा अरू भएको भएदेखि चाहिँ यो अब पछि फेरि ठेका लगाउँदा योजना पार्दा त्यहाँदेखि कमिसनको चलखेल सुरु गर्दा त्यति बेलासम्म यो पुल बगाइसकेको हुन्थ्यो क्या। ठेका न सेका श्रमदानबाट साधन छँदैछ, संसाधन छ, ल्यायो जुटायो, मान्छे भेला भयो, ड्याङ्की काम गरौँ। बाँकी अरू मिस्त्रीहरू नि हामी जस्तै मान्छेहरू हुने, उनीहरू पनि हामी पनि काम गर्नु अगाडि बढ्यो भने त्यो ढुङ्गाबाट काम त नेपालीले गर्न जानिहाल्छ कि। इन्जिनियर कम्प्युटर बनाउनुको समस्या छ त। यस्तो कामहरू आफ्नो आफ्नो जो आफूले सक्ने काम चाहिँ हामी ठुलो नपल्टिकन गर्दाखेरि राम्रो कुरा हो, गर्न सकिन्छ। यो मैले देखेँ।